यो फलाम कति दिन लाग्छ एउटा बनाउन? लाग्छ 3 दिन 4 दिन। अनि खर्च उड्छ? कति कति स्टेपमा राख्नुपर्छ? यहाँ चाहिँ माछाको जाल बुन्दै हुनुहुन्छ। ल हेरिसी यो राखिन्छ 5-6 मा तपाईहरुको राजी समुदाय हैन? पेशा नै यही हो है? यो त उसमा लोपोन्मुख जाति। कति छ टोटल राजी? कति दिन्छ सरकारले भत्ता? पर पर्सन हैन? एउटा घरमा फ्यामिली मेम्बर 5 वटा भयो भने त 500 को 20,000 आयो। 20,000 राम्रो पैसा आउँछ त। अरु पेशा के गर्नुहुन्छ योदेखि बाहेक? योदेखि बाहेक अरु पेशा नै हो। सुन काम गर्दैन अहिले छोडेछ। सुन धुनेको चाहिँ भनेको चाहिँ के? सुन चाल्ने। यो खोलामा चालेर खोलामा सुनै आउँछ? कति हुन्छ? आउँछ 1 लाल 2 लाल एक दिनको। कोही भेटिन्छ मा 2-3 लाल हुन्छ। कसरी थाहा हुन्छ त नि सुनै हो भनेर चाहिँ? त्यो एउटा केमिकल हुन्छ। पहिला बालुवा चाल्ने। त्यहाँ चाहिँ पहिला ठुलो भाँडामा धुने। फेरि सानो भाँडामा छान्ने। छानेर फेरि सानो बटु जस्तो बनाएर उठाएर राख्ने। केमिकल हाल्ने। त्यसपछि त्यसलाई एकदम गराउने। आगोमा हाल्ने। त्यहाँबाट सुन निस्किन्छ। एउटै लाइनमा राख्ने हो यो? एउटै लाइन। कसरी थाहा भयो त यो एक लाइन हो भनेर? गन्दै आउने। गन्दै